नेपाल सरकारबाट चाहिँ लगानी प्रवर्धन चाहिँ गर्ने भनेर चाहिँ तयार गरेका कतिपय इन्स्टिट्युसनहरू केवल चाहिँ उहाँहरू चाहिँ रोजगारी पाउने र विदेश चाहिँ घुम्ने चाहिँ हिसाबमा मात्र चाहिँ भएको छ। मैले योभन्दा धेरै भन्नुपर्छ जस्तो लाग्दैन। त्यो चाहिँ त्यस्ता इन्स्टिट्युसनहरू जसले चाहिँ जुन एउटा चाहिँ रियलमै चाहिँ वास्तवमा चाहिँ लगानी प्रवर्धन चाहिँ गर्ने हिसाबले जुन एउटा रिजल्ट दिनुपर्ने हो त्यो चाहिँ हुन सकेको छैन। त्यसले गर्दा वास्तवमा चाहिँ लगानीकर्ता चाहे डोमेस्टिक होस् चाहे एफडिआईबाट आउने चाहिँ लगानीकर्ता चाहिँ किन नहोस्, म त के आग्रह गर्न चाहन्छु भने उद्योग मन्त्रालय र उद्योग विभागलाई यसैलाई अझ चाहिँ भनेर एक्सटेन्सन चाहिँ गरौँ, न कि हरेक इन्स्टिट्युसन चाहिँ बढाउने र रोजगारी गर्ने चाहिँ हिसाबको चाहिँ वातावरण मात्र चाहिँ नबनाऊ र जहाँ इन्भेस्टरलाई चाहिँ इन्करेज गर्नुपर्ने हो भरसक चाहिँ त्यो इन्भेस्टर र प्राइभेट सेक्टरलाई चाहिँ हामीले चाहिँ डिस्करेज चाहिँ गरेर भरसक त्यसमा चाहिँ इन्भल्भ नगराउन पाए हुन्थ्यो भन्ने पनि वास्तवमा हामीहरूको चाहिँ छ। भने यो चिज चाहिँ वास्तवमा चाहिँ करेक्सन हुनुपर्छ भन्ने म चाहिँ राख्न चाहिँ चाहन्छु।